लोकतन्त्र जसलाई जनताको शक्ति भनिन्छ, तर आज एउटा प्रश्नले सबैलाई हल्लाइरहेको छ। यदि शक्ति जनताकै हो भने हरेक चुनावपछि किन वही उम्मेदवारहरू सत्तामा निस्किन्छन्? किन परिवर्तनको नाममा पुरानै नियम लागू हुन्छ? किन जनताको मतले होइन प्रणालीको चालले सत्ता बन्छ? किनकि आज लोकतन्त्र बन्दुकले होइन कानुन, पैसा र पहुँचले अपहरण गरिएको छ। हामीले भोट हाल्छौँ तर निर्णय अरूले गर्छन्। हामी विश्वास गर्छौँ तर खेल अरूले खेल्छन्। संसद जनताको आवाज हुनुपर्ने ठाउँमा आज सम्झौताको बजार बनेको छ, जहाँ सत्यभन्दा सत्ता भारी हुन्छ। पुरानो प्रणाली कुनै व्यक्ति होइन, यो एउटा अदृश्य सञ्जाल हो जसले दल चलाउँछ, मिडिया नियन्त्रण गर्छ, न्याय ढिल्याउँछ र जनतालाई व्यस्त राखेर बिस्तारै लोकतन्त्रले खुसी रहेको छ। यदि यो लोकतन्त्र हो भने किन प्रसन्न सोध्नेहरू डराउँछन्? किन सत्य बोल्नेहरू अपराधी मानिन्छन् र किन साइलेन्ट बस्ने सुरक्षित देखिन्छ? किनकि जब जनता चुप लाग्छ यही क्षण लोकतन्त्र हार्न थाल्छ। यो डकुमेन्ट्री भिडियो कुनै कथा होइन, यो एक चेतावनी हो। यदि आज हामीले बुझेनौँ भने भोलि हामीसँग भोट त हुनेछ तर निर्णय गर्ने अधिकार हुने छैन। नमस्कार साथीहरू, यहाँ लोकतन्त्र जनताको शासन भनिन्छ, तर आजको यथार्थ प्रश्न उठ्छ, के साँच्चै शासन जनता गर्दैछ कि जनताको नाममा अरू कसैले सरकार चलाउँदैछ? किनकि हाम्रा मतपेटिका भित्र खस्ने भोटहरू बाहिर निस्कदा पुरानै अनुहारहरू किन देखिन्छन्? किन परिवर्तनको नारा लगाएर सत्तामा पुगेकाहरू फेरि पुरानै सिस्टममा चाप्लुसी गर्ने बन्छन्? यसको उत्तर सत्ता र राजनीतिका गहिरा संरचनाभित्र लुकेका छन्, जहाँ लोकतन्त्र केवल मुखौटा बनेको छ र वास्तविक शक्ति अदृश्य हातले नियन्त्रण गरिरहेको छ। पुरानो प्रणाली कुनै एक व्यक्ति होइन, यो एक सोच हो, एउटा सञ्जाल हो जसले सत्ता, पैसा, पहुँच र कानुनलाई आफ्नो पक्षमा मोड्ने कला सिकेको छ। यही प्रणालीले लोकतन्त्रलाई जन्मदै कमजोर बनायो, किनकि जब संविधान लेखियो त्यही बेला शक्ति सन्तुलन बिगारियो। जब सत्ताहरू बने त्यही बेला तिनीहरूलाई नियन्त्रण गर्ने ढोका खुला राखियो र जब जनतालाई सार्वभौम बनियो र त्यही बेला जनताको निर्णयलाई सीमित बनाइयो। निर्वाचन यहाँ स्वतन्त्र देखिन्छ तर उम्मेदवार छनौट स्वतन्त्र हुँदैन। दलहरू जनताको होइन, स्वार्थ र गुटको समूहमा नियन्त्रण छन्। टिकट पाउने प्रक्रिया विचारको खेल होइन, यो पहुँचको खेल हो। पैसा, शक्ति र वफादारीको मूल्याङ्कन हुन्छ र यसरी लोकतन्त्रको प्रवेशद्वारमा पुरानै प्रणालीले पहरा दिन्छ ताकि वास्तविक परिवर्तन भित्र पस्नै नसकोस् भनेर। सत्ता परिवर्तन हुन्छ तर प्रणाली परिवर्तन कहिल्यै हुँदैन। सरकार ढल्छ तर संरचना उस्तै रहन्छ। मन्त्री फेरिन्छ तर नीति उस्तै हुन्छ, किनकि नीति बनाउने ठाउँमा जनताहरू छैन, त्यहाँ सधैँ शक्तिशाली वर्गको प्रभाव रहन्छ। कानुन त जनताको लागि होइन, जनतालाई नियन्त्रण गर्न बनाइन्छ र जब जनताले प्रश्न उठाउँछ तब कानुन नै उनको ठुलो हतियार बन्छ। मिडिया स्वतन्त्र भनिन्छ तर स्वतन्त्रता विज्ञापन र स्वामित्वसम्म मात्र सीमित हुन्छ। यहाँ सत्य बोल्ने पत्रकारलाई देशद्रोही बनाइन्छ, प्रश्न सोध्ने आवाजलाई चरमपन्थी भनिन्छ र साइलेन्ट बस्नेहरूलाई यिनीहरूले पुरस्कार दिन पनि पछि हट्दैनन्। यसरी सूचनालाई नियन्त्रण गरेर चेतना कमजोर बनाइन्छ, किनकि चेतनशील जनता पुरानो प्रणालीको सबैभन्दा ठुलो खतरा हो। शिक्षा प्रणाली आलोचनात्मक सोच होइन, आज्ञाकारी नागरिक उत्पादन गर्न केन्द्रित छ। इतिहास आधा सुनाइन्छ, वर्तमान विकृत बनाइन्छ र भविष्य भ्रममा राखिन्छ ताकि नयाँ पुस्ताले प्रसन्न होइन सम्झौता गर्न सिकुन् र यसरी लोकतन्त्र पुस्तौँदेखि अपहरणमै रहोस्। यहाँ न्यायपालिका स्वतन्त्र देखिन्छ तर ढिलो न्याय नै सबैभन्दा ठुलो अन्याय हो। यहाँ शक्तिशालीका मुद्दा वर्षौंसम्म अड्किन्छन् र कमजोरका मुद्दा छिट्टो सुनाइन्छ। कानुन सबैका लागि बराबर भनिए पनि व्यवहारमा यसको तौल फरक हुन्छ र यही असमानताले लोकतन्त्रको आत्मा मार्छ। पुरानो प्रणालीलाई थाहा छ केही गर्दा जनता एक भए खतरनाक साबित हुन्छन्, त्यसैले जात, धर्म, क्षेत्र, भाषा र विचारको नाममा विभाजन गरिन्छ। जनताको ऊर्जा सङ्घर्षमा होइन आपसी द्वन्द्वमा खर्च गराइन्छ र सत्ता सुरक्षित रहन्छ। लोकतन्त्र चुनावको दिन मात्र होइन, यो दैनिक जवाबदेहिता हो। तर जब चुनाव जित्छन् यिनीहरूले जनतालाई नै बिर्सन्छन् अनि 5 वर्ष मौन बस्न बाध्य पारिन्छ। तब त्यो लोकतन्त्र होइन, केवल आवधिक सत्ता हस्तान्तरण मात्र हो र यही भरम बेचेर पुरानो प्रणालीले सत्ता चलाइरहेको छ। तर इतिहासले देखाएको छ कुनै पनि प्रणाली सधैँ टिकिरहन सक्दैन। जब जनता मौनताबाट चेतनामा प्रवेश गर्छ, जब डर भन्दा सत्य ठुलो हुन्छ, जब प्रसन्न अपराध होइन
तब अपहरण गरिएको लोकतन्त्र फिर्ता लिन सकिन्छ। यो लडाई कुनै पार्टीको विरुद्ध होइन, यो लडाई हो सोचको विरुद्ध। यो सत्ता परिवर्तनको होइन, प्रणाली परिवर्तनको माग हो। किनकि जबसम्म शक्ति पारदर्शी हुँदैन, जबसम्म संस्थाहरू जनताको नियन्त्रणमा आउँदैन, तबसम्म लोकतन्त्र केवल शब्दमै सीमित हुन्छ। आजको प्रश्न सरल छ, हामी दर्शक भएर हेर्ने कि सहभागी भएर लड्ने? किनकि लोकतन्त्र कसैले उपहारमा दिँदैन, यसलाई बारम्बार बनाउनु पर्छ। र यदि आज हामी चुप लाग्यौं भने भोलि अपहरण गरिएको लोकतन्त्र हाम्रो मौनतामाथि हाँसिरहेको हुनेछ। आई होप इफ यु लाइक दिस भिडियो, यदि यो भिडियो मन पर्यो भने लाइक, शेयर, कमेन्ट गर्नु होला र हाम्रो च्यानलमा जोडिनको लागि सब्स्क्राइब गर्न पनि नभुल्नु होला।